सम्पूर्णमा नमस्कार। आज मिति 2083 3 महिना 22 गते राष्ट्रिय तथ्याङ्क कार्यालयले ठूलो संख्यामा विज्ञापन गरेको छ। यो करार अवधिको लागि हो। जम्मा बढीमा 4 महिना चाहिँ तपाईहरुले काम गर्न पाउनुहुनेछ र तपाईहरु प्लस 2 दिएर बस्नु भएको छ र ब्याचलर पास गर्नु भएको छ भने खाली समय छ भने तपाईहरुले यसमा अप्लाई गर्न सक्नुहुनेछ। मात्र विज्ञापन भएको छ र यसको अवधि तपाईहरुले 15 दिन भित्रमा फारम भरिसक्नु पर्नेछ र साउन 4 गते भित्रै तपाईहरुले कार्यालय समय भित्रै नै विज्ञापन यो फारम भरिसक्नु पर्नेछ र तपाईहरुले यो फारम भर्नको लागि तपाईहरुले अनलाइन मार्फत पनि भर्न सक्नुहुनेछ र तपाईहरु काठमाडौँ हुनुहुन्छ भने तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँमा गएर पनि फर्महरु भर्न सक्नुहुनेछ र यो तपाईहरु 2 पदको लागि विज्ञापन आह्वान भएको छ र यसमा जस्तो कोडरको लागि भनेर जम्मा 60 जनाको माग संख्या छ भने डाटा एन्ट्री अपरेटरको लागि 120 जना चाहिँ माग गरेको छ र तपाईहरुले कोडरको लागि चाहिँ तपाईहरु स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने डाटा एन्ट्री अपरेटरको लागि प्लस 2 उत्तीर्ण गरेको हुनुपर्छ। तपाईहरुले आवेदन दिनको लागि पासपोर्ट साइजको एउटा फोटो चाहिनेछ र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि हुनुपर्ने छ। न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट प्रतिलिपि हुन पर्छ र माथिल्लो शैक्षिक योग्यता भएमा सोको ट्रान्सक्रिप्ट पनि राख्न पर्नेछ र अनुभव तपाईहरुले अनुभव पहिला जनगणना गर्नुभएको छ गण अथवा गणक सुपरवाइजरको तपाईहरुले गर्नुभएको छ भने त्यो अनुभव पनि राख्न सक्नुहुनेछ र यसको उमेर चाहिँ तपाईको उमेरको कुरा गर्दाखेरि कोडरको लागि तपाईहरु 21 वर्ष पुरा भएको हुनुपर्छ भने एडिटिङको लागि चाहिँ डाटा एन्ट्री अपरेटरको लागि 18 वर्ष पुरा भएको हुनुपर्छ र अहिले छनौट प्रक्रिया चाहिँ कम्तिमा 50% महिला चाहिँ छनौट गरिनेछ भनेको छ र दरखास्त दिने अन्तिम मिति चाहिँ 2083 साउन 4 गते कार्यालय समय भित्रै चाहिँ तपाईहरुले फर्म बुझाइसक्नु पर्नेछ अथवा अनलाइन फारम भरिसक्नु पर्नेछ र माग संख्या भन्दा कम्तिमा 2 गुणा संख्यामा चाहिँ सर्ट लिस्ट निकाल्नेछ र अन्तर्वार्ता अन्तर्गत यसमा छनौट हुनेछ र तपाईहरुलाई विस्तृत रूपमा हेर्दाखेरि फार्महरु यहाँ हेर्न सक्नुहुन्छ। यो फार्महरु रहेको छ। तपाईहरुले यो अन्तर्गत चाहिँ डिटेल्समा अप्लाई गर्न सक्नुहुनेछ अथवा तपाईहरु यो फर्म चाहिँ भरेर तपाईहरु काठमाडौँ गएर पनि बुझाउन सक्नुहुनेछ। यो थापाथलीमा रहेको छ। यो फर्महरु छ। यो फर्म तपाईहरुले डाउनलोड गरेर फर्महरु भर्न सक्नुहुनेछ र थप जानकारीको लागि तपाईहरुले अनलाइन फारम भर्नको लागि हामीलाई मेसेज गर्नु होला। यति नै हो। तपाईहरु अब खाली हुनुहुन्छ भने यसमा तपाईहरु सम्झि 4 महिनाको लागि छ। यो 4 महिनासम्म चाहिँ तपाईहरुले काम गर्नुपर्ने छ र तपाईहरु खाली हुनुहुन्छ भने यसमा आवेदन दिन सक्नुहुनेछ अथवा दिन सकिन्छ किनभने एउटा अनुभव पनि हुन्छ। 4 महिना अब बसेर जानु भन्दा अनुभव पनि हुन्छ हैन। तपाईहरुले सकभर यसमा आवेदन दिनु होला। यसमा चाहिँ तपाईहरु शुल्कको कुरा गर्दाखेरि यो निशुल्क नै छ। फर्म भर्ने तपाईहरुलाई कुनै पैसा पनि लाग्दैन। फर्म भर्नको लागि निशुल्क छ। तपाईहरुले निशुल्क फर्म भर्न सक्नुहुनेछ र फर्म भर्न अनलाइन आवेदन दिनको लागि तपाईहरु गुगल क्रोममा गएर yanosnepal.gov.np टाइप गर्नु होला र त्यहाँ लिंक ओपन गरेर तपाईहरुले आवेदन दिन सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क गर्नु होला। हस्, धन्यवाद।